सो हेलो गाइस वेलकम ब्याक टु माई ब्लग अनि यो चाहिँ हाम्रो सेकेन्ड ब्लग हो। आजको ब्लगमा चाहिँ हामी शिव खोला जाँदैछु हो। म स्पन्दन अनि हामी यता पजलदा हो अनि मिलनदा पनि जाँदैछ। एकजना चाहिँ स्कुटीमा जाने हो अनि अर्को चाहिँ यो स्कुटीमा। अगाडि के रेडी छ हो हामी चाहिँ अपलोड गर्दै बस्छु। हामीसँग चाहिँ अब बम अब उयो फुटाइदिने अब शिव खोला बाङबुङ पारिदिने बेसी मदिसेहरू गयो भनेर क्या लो गाइस स्टे अपडेटेड हैन हामी सँगै बस्नु है। Like I do them trees, it's true if you believe. सो गाइस हामी चाहिँ अब निस्कि सकेको छु शिव खोलाको लागि हो। अनि दा अगाडि छ हेर्नुपर्छ हो अगाडि सो गाइस अहिले चाहिँ बसिदिरहेको छ दिउँसोको 4:01 हामी त्यति बेला शिव खोला गइदिएको त्यति चढेको थाहा छैन बाल पर्सिङ जाने मान्छे शिव खोला पुगिरहेको छ लु अहिलेको लागि चाहिँ यति नै बाँकी सर्ट बादमा अहिले चाहिँ हामी निस्केँ चम्पासरी चम्पासरी थियो चम्पासरी आउँछ सो गाइस हामी चाहिँ हो यहाँ रङदेखि माथि आइसकेको छु जस्तो तपाईँले हेर्नु सक्छ हो। यतानिर यहाँ हाम्रो दा चाहिँ बुझ्नु जाँदैछ एकजना यहाँ छ माथि चाहिँ मिलाउनु छ हो। हामी चाहिँ रङदेखि माथि यता शिव खोलापट्टि जाँदैछु हो। अनि अगाडि हेरौँ के हुन्छ हो। पहिला त खानु जानुपर्छ पुरा भोक लागिरहेछ मलाई त हो। जाँठा भिडियो बनाउँदै त खिच्छ गाइस हामी चाहिँ हो फाइनली पुगिसक्यो शिव खोला यहाँ हेर्नुहुन्छ। शिव खोला आइपुग्यो हामी। ऊ त्यहाँ तल चाहिँ अहिलेसम्म खेलिरहेको रहेछ खोला हो केटाहरू छ। गाइस हामी पनि खोला खेल्ने भनेर नै आएको थियो तर अब वेदर यस्तो भयो कि हेर्नुहोस् हो यस्तो भइदिइरहेछ हो वेदर त्यसले गर्दा चाहिँ हामी खोला खेल्दिनँ। प्लस अहिले 6:30 हुनु आँटिसक्यो हो अनि त्यही भएर नखेलेको। अब घर जाँदा ज्वरो आउलाखेरि यस्तो छ। अब हामी चाहिँ अगाडि शिव मन्दिर जाने हो एकछिन फोटोसोटो खिचेर यहाँ फोटोसुट पनि हुँदैछ हो। यहाँ फोटोसोटो खिचेर चाहिँ शिव मन्दिर जाने त्यहीँ देख्ने। यो गाइस फाइनली मन्दिरभित्र आइपुग्छु हो। पजलदा चाहिँ आउनु पाएन उसको घरमा हो खसिरहेको छ बडा खसिरहेको छ हो त्यो घर पजलदा आउनु पाएन। केटाहरू छ अगाडि दुईवटा।
जुत्ता सुत्ता खोलेर चाहिँ अब यस्तो रहेछ भुइँ हेभी चिप्लो लुगा भयो भने सँग सबै यहाँ चाहिँ हाम्रो हनुमान रहेछ घोकसोक गरिसक्यो अनि यता माथि जाँदैछु मन्दिरमा यता चाहिँ साई बाबा हुनुहुन्छ अब चाहिँ यहाँबाट निस्किसकेको हो मन्दिरबाट जुत्ता सुत्ता लगाइसक्यो यस्तो अनि तगलदा चाहिँ बाहिर छ हो अगाडि गएर अब खाना खाउँ भनेको यहाँ होटलमा खानै छैन रहेछ अब अगाडि गएर के हुन्छ होटलमा ग्यास चाहिँ अब खानु बस्दिएको केटाहरू सबैजना के भइरहेछ यहाँ भिड चाहिँ दामी देखिँदो रहेछ म त्यस्तो राम्रो क्याप्चर भएको छैन कि अब चाहिँ हामी खानु जानु आँटेको होइन पिरो खानुहुन्छ आलु मिङो न मङ्गलले चाहिँ बनाउँदैछ अब चाहिँ हामी यो आलु मिमी खान लागेको बिहानदेखि के खाइरहेको थिएन आलु मिमी trung thăng vào chúng ta chia sẻ luôn trung thăng vào nhà bisa hai itu juga ya Simon खुला पर्छ हामी चाहिँ त्यहाँबाट निस्किँदै हो अनि यस्तो गाउँमा छु सुनसान जग्गामा सबैजना केटाहरू फगी लाग्दिरहेछ डर लाग्दो यहाँ चाहिँ केही देखेको छैन गाइस केही देखेको छैन चलाउँदाखेरि डाइरेक्ट सिलगढीमा गएर मिठाई जैसे त्यसको साथ त्यसले भने ठुलो खानु चोटक्याएर